हेलो गाइस, नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुलाई विदेशको एउटा सुन्दर गाउँको यात्रा गराउँदै छु। यहाँको गाउँको वातावरण, मानिसहरूको जीवनशैली, यहाँ बस्ने मानिसहरूले के कसरी चाहिँ जीवन गुजारा गर्छ म तपाईहरुलाई देखाउने छु यही भिडियो मार्फत। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यहाँको गाउँहरू यति सफा छ नि, यहाँको मान्छेले छिर्क पनि फोहोर फाल्दैन क्या। यहाँको कम्पनी हुन्छ फोहोर उठाउने है, फोहोर उठाउने कम्पनी हप्तामा 3 चोटि आएर फोहोर लगेर जान्छ। सबैले प्लास्टिकमा पोको पारेर राख्दै हुन्छ। फोहोर लगेर कम्पनीमा लगेर स्टिल, मेटल, प्लास्टिक, कागज छुट्टाएर उनीहरूले चाहिँ त्यसलाई फेरि रिसाइकल गरेर छुट्टै आम्दानी गर्छ। त्यो बापत चाहिँ यता फोहोरलाई फेरि कुहिने फोहोरलाई मल बनाएर पनि बेच्छ यिनीहरूले। दुईतिरको फाइदा लिन्छ क्या। पहिलो नजरमै यो ठाउँको सफाइ, शान्त वातावरण र व्यवस्थित सडकले सबैको ध्यान खिच्छ। यहाँका मानिसहरूको चाहिँ जीवनशैली निकै अनुशासित र व्यवस्थित देखिन्छ। गाउँ भए पनि अधिकांश घरहरू आधुनिक डिजाइनका, ठुला र निकै आकर्षित छन्। हरेक घर अगाडि चाहिँ यसरी देख्न सकिन्छ हरियाली, बगैँचा र गाडी पार्क गर्ने छुट्टै ठाउँ देख्न सकिन्छ। यहाँका सडक, पानी, बिजुली र अन्य आधारभूत सुविधाको राम्रो व्यवस्था भएकोले गाउँमै पनि सहर र आरामदायी जीवन बिताउन सकिन्छ। यस्तो गाउँ देख्दा आधुनिक विकास र प्राकृतिक वातावरण दुवैलाई सँगै जोगाउन सकिन्छ भन्ने अनुभूति हुन्छ। यस्तो विकास र व्यवस्थित जीवनशैली हेर्दा एउटा कुरा चाहिँ मनमा आउँछ क्या। हाम्रो देश नेपालले पनि यस्ता ठाउँहरूबाट धेरै कुरा सिक्न सक्छ। गाउँको विकास भनेको केवल ठुलो घर बनाउन मात्र होइन क्या। सफा सडक, व्यवस्थित फोहोर व्यवस्थापन, राम्रो पूर्वाधार वातावरण संरक्षण पनि एउटा विकासको आधार हो क्या। हाम्रो गाउँघर पनि यस्तो सफा, सुन्दर र व्यवस्थित बनाउन सके नेपाल अझै राम्रो बन्न सक्छ। एकदम हावा पानी हुन्डरी चल्न थाले यहाँ चाहिँ। यस्तो डेन्जर हावाहुरी आयो कि यहाँ चाहिँ। ल त गाइस, भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। अर्को भिडियोमा फेरि भेटौँला है। धन्यवाद।